मेसेज रिप्लाई आएन, सुतिसक्यो होला भनेर म त्यसरी बिहान कल गरेको है। यो कहिले काहीँ के हुन्छ नि यार, फर्स्ट साइट के हुन्छ नि, आई लाइक यु समथिङ, आई डोन्ट नो वाइ बट आई लाइक यु नो। यो के अरे उमेर सुमेर मिल्दैन, आफ्नो ठाउँमा छ होइन, धेरै कुरा डिफ्रेन्स हुन्छ त आफ्नो ठाउँमा छ होइन, तर लाइक गर्न पाउनु त अधिकार कुरा हो नि त, हो कि होइन? So I like you so much, you know. So cute, so nice, so beautiful, you know. I'm so impressed. बाँकी भनेको इट्स डिपेन्ड अपन यु, अब तिमीले के सोच्छौ होइन, के बुझ्छौ, हो कि होइन? तिमीले म्याच्योर हो तिमी पनि होइन। त्यो समितिको जुन छ नि, समितिको जागिर भनेको थाई जागिर जस्तै हो कि, त्यसमा भोलि पछि गएर अन्त कतै ननिकाले पनि के नभए पनि त्यो जागिर चाहिँ बसिरहन्छ त्यो। अनि यो वाला चाहिँ अघि भने थाई जागिरको करारमा हो नि त यो। अनि त्यसमा भनेको जस्तै थाई आयो भने म पुरानो निकाल्छु पहिला, तर एकैचोटि आउँदैन होइन, एकैचोटि आउँदैन तर पुरानो निस्किन्छ पहिला पहिला चाहिँ। त्यसपछि बिस्तारै बिस्तारै भनेको थाई सबै पदपूर्ति भयो भने जस्तै 18 जनाको दरबन्दी हो नि त यहाँ। अनि 18 जनाको दरबन्दीमा मान्छे आउँदै गयो भने त पुरानो पनि निस्किँदै जान्छ। भोलि पछि फुलफिल गयो भने त तिमी पनि निस्किनु पर्ने हुन्छ। नबसिरहेको भने तिमी लास्टमा पुग्छौ निस्किनलाई होइन होइन। तर अर्को हाकिम भयो भने उसलाई कोही मन पराछ, तिमीले रिस उठाएको छ भने तिमीसँग निकालिदिन्छ अगाडि, त्यो पनि हुनसक्छ होइन। तर समितिको जागिर भनेको त्यसमा अन्टिल अनलेस भनेको साह्रै बदमास गर्दैन, निकालिँदैन। आफै छोडेर गयो भने बेग्लै कुरा हो। तर समितिको जागिरमा के थियो भने त्यसको तलब अहिले 15,000 मैले राखेँ भने त्यसको केही महिनापछि 2-4 महिनापछि आइसिएनएस चलाएपछि त्यसको तलब बढाउने हो, त्यो थियो। अब त्यो अब भेटघाट भएन, कुरा भएर थाहा भएन, नत्र भए त भेटघाट भएको त्यसमा भर भनेर भन्ने हुन्थ्यो। मैले गर्थेँ त्यही त, त्यो अब अपर्च्युनिटी कुरा हो क्या, कहिले काहीँ थाहा हुन्छ लकको कुरा हो। तर यसैलाई पनि भोलि पछि गएर समितिमा तान्न मिल्छ, फेरि मिल्छ, त्यो सबै कुराहरू गर्ने मिल्छ। त्यो कहाँ डिपेन्ड गर्छ भने इन्टिमेसीमा डिपेन्ड गर्छ। राजब्याजमा नेताहरूको खेल धेरै हुन्छ होइन। नेताहरू धेरै देखाउन खोज्छ, पावर देखाउन खोज्छ, तर टेर्ने नटेर्ने भन्ने कुरा मेरो कुरा हो त्यो चाहिँ होइन। त्यो एउटा मैले भनेको इन्टिमेसी छ भने धेरै कुरा हुन्छ, त्यो आत्मसम्बन्ध छ भने धेरै कुराहरू हुन्छ नि। तर नचिनेको मान्छे छ भने आयो, अब उसले पायो, अपर्च्युनिटी पायो, जब भयो, तर उसको लागि त पोजिटिभली सोच्ने भन्ने कुरा छैन नि। उसलाई एउटा अपर्च्युनिटी दिउँ, तालिममा पठाइदिउँ सोचिँदैन नि। जो एउटा अफिसको हिसाबले जसले राम्रो गरिरहेछ उसलाई पठाऊँ, त्यो एउटा हुन्छ। जसले होइन, जसले कमिटमेन्ट गरेछ उसलाई पठाऊँ, त्यो हुन्छ ट्रेनिङहरूमा। जो लामो समय बस्छ उसलाई पठाऊँ, त्यो हुन्छ होइन। तर अस्ति मैले थाईहरूलाई मिचेर मैले त्यो करारलाई पठाइदिएँ क्या। त्यसो मैले बन्द गराएँ, तिमी तालिम लिएर आएपछि 1 वर्ष काम गर्छु अस्पतालमा भनेर बन्द गराएर म पठाइदिएँ 2 जनालाई। भोलि पछि गएर उसले जागिर छोडे पनि 1 वर्षपछि जागिर छोडे पनि आइसियूको ट्रेनिङ ल्याएको छ, आइसियूमा कतै प्राइभेट गरे पनि मजाले तलब पाउँछ उसले। अझ ट्रेनिङ लिएको छ भने त उसले 40,000 मजाले तलब पाउँछ प्राइभेटमा भने। त्यो हो अपर्च्युनिटी भनेको, आफ्नो मान्छे भयो भने त्यो एउटा चाहिँ। तिमीलाई चाहिँ मैले पर्सनली भनेको मलाई साह्रै मन परेर नानी है, आई लाइक यु सो मच। डु यु लाइक मी? हाम्रो कुरा मिल्छ, सम्बन्ध हुन्छ, सम्बन्ध हुन्छ, रिलेसन बढ्छ, रिलेसन बढ्छ हाम्रो। के भन्छौ तिमीले? रिलेसन बढ्छ हाम्रो। कसलाई हेर्नु? के सम्झना छ भने मैले धेरैचोटि स्मरण गर्न चाहेँ, मैले कतै बोलेको हो कि के भनेर। मैले आफ्नो घर परिवारसँग पनि कुराकानी गर्दाखेरि बाहिर कतै बसेर या राजब्याजमा बसेर कहिलेकाहीँ यसभन्दा अगाडिको कार्यकालमा राजब्याजमा हुँदाखेरि बाहिर पनि कहिलेकाहीँ खानपिन गर्न खाना पनि आइन्थ्यो। त्यति बेला
आफ्नो परिवारसँग कुरा गर्दा पनि अब फोनमा कुरा गरिरहेछौँ, मोबाइलमा यसरी कुरा गरिरहेछौँ, त्यति बेला पनि बाहिरबाट कोही मान्छेले रेकर्ड गरेको जस्तो लागेको भयो। र यहाँ त चलन चाहिँ रहेछ, किनभने म आफै भोगेको कुरा हो। यसभन्दा अगाडि भनेको एउटा होटलमा खाना खाएको भिडियो क्लिप बनाएर पठाएको रहेछ, तपाईँ यो फलानु होटलमा खाँदै हुनुहुन्थ्यो भनेर। यो त्यस्तो चलन चाहिँ रहेछ। मैले आफ्नो परिवारसँग गरेको संवाद पनि मेबी हुन सक्छ, तर मैले कुनै पनि होस् अवस्थामा मैले कुनै पनि केटीहरूलाई, कुनै पनि कर्मचारीलाई यस्तो किसिमको चाहिँ क्रियाकलापको यस्तो किसिमको संवाद चाहिँ गरेको छैन। डाक्टर साहब, यो हजुरको सरुवा त्यसपछि ठमोटी त्यही दिन त्यही राति यो अडियो आउनुमा कतै न कतै यो सरुवा गराउने यो मेडिकल माफियाको पनि चर्कित हुन सक्छ कि? अब सरुवा बरुवा भनेको एउटा नियमित प्रक्रिया हो। यसमा भने आत्मसात गर्नुपर्छ। हामी कर्मचारी, नेपाल सरकारका कर्मचारी हो। म 11 तहको कर्मचारी, मेरो दरबन्दी यहाँ नभए पनि 11 तहकोले यहाँ मेसु भएर काम गर्नुपर्छ भन्ने कुरा 4 जनाको दरबन्दी छ। त्यसमा कोही पनि नभएर मलाई चाहिँ यहाँ पठाउनु भयो अस्पताल चलाउनको लागि। मेरो एक्ज्याक्टली यही हुनुपर्छ भने जरुरी छैन। र म मेरो दरबन्दी अघि नै भने मेरो स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग र काठमाडौँमै मेरो दरबन्दी 4-5 वटा छ। तर यहाँ 11 तहको अरू कर्मचारी आउन नमानेको कारणले चाहिँ मलाई पठाइएको। यसभन्दा अगाडि पनि एकजना डाक्टर श्रीराम तिवारी आउनु भएको थियो, उहाँलाई पनि यहाँबाट बस्न नदिएर यहाँबाट त्यही अनुसारले चाहिँ पठाइएको। 1.5 महिना त